नमस्ते सम्पूर्णमा फेरि पनि स्वागत छ तपाईलाई दिव्य रेटिङ शोमा र आज फेरि पनि एउटा नयाँ मुकबाङ भिडियो लिएर तपाईको अघि आइसकेको छु र आज चाहिँ मसँग खानामा रहेको छ एकदमै चटक्क पारेर भुटेको पोर्क करी यहाँनिर मैले धेरै अमाउन्टमा राखेको छु अनि यसको साथमा मैले खानाको लागि व्हाइट राइस राखेको छु यहाँनिर छ कालो दाल यहाँनिर एक्स्ट्रा ग्रेभी पनि छ सलादहरु पनि छ सो अब चाहिँ म स्टार्ट गर्छु र भिडियोलाई स्टार्ट गर्नुभन्दा अघि चाहिँ म सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु जति पनि नयाँले हेर्नुहुँदैछ भने यानि कि नयाँ भ्युअर्सहरु हुनुहुन्छ भने चाहिँ प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् होला अनि भिडियोलाई सबैभन्दा पहिला लाइक चाहिँ गरिदिनुस् है र अब चाहिँ स्टार्ट गरिहाल्छु र एकदमै भोक लाग्यो मलाई फर्स्ट चाहिँ पानीबाट स्टार्ट गरौँ ल मैले पानी अलिकति टाढो राखे आज किनकि स्क्रिनमा आएन क्या यो चाहिँ कालो दाल मलाई कालो दाल त कुनै किन एकदमै मन पर्छ तपाईलाई चाहिँ कस्तो लाग्छ पनि मेरो चाहिँ फेभरेट वान अफ माई फेभरेट दाल कालो दाल एकदमै त्यो पनि म त दामी बनाउँछु है कालो दाल मेरो त दामी हुन्छ नि पकाइदा कालो दाल भात एकदमै यसरी देखाएर खाऊँ न है आज चाहिँ ग्रेभी यो चाहिँ करी एक्स्ट्रा करी Oh my god. So, first bite खाए guys. दामी छ pork come Dame यस्तो दामी भएको छ कि यो दाल र ग्रेभी बाहिर फेरि गाडाङ गुरुङ गर्दैछ पानी पर्नको लागि फटाफट खानुपर्ने छ किनकि लाइटहरु जान्छ यति साह्रो दामी
पानी पऱ्यो क्या एकदमै खानु सक्ने टेस्टी भयो खाना चाहिँ यति दामी भइदियो कि तर के गर्नु पानी परेर चाहिँ अलिकति स्वाद भयो लास्टमा अलिक नोइज हुँदैछ सो गाइज अहिले चाहिँ मैले सबै खानेकुरा चाहिँ खाइसकेँ आई होप कि तपाईँले म सँगसँगै इन्जोय गर्नुभयो होला मन पर्यो भने चाहिँ लाइक कमेन्ट चाहिँ सबै गरिदिनुहोस् होला अनि अर्को नयाँ भिडियोमा फेरि भेटौँला तबसम्मको लागि चाहिँ बाई बाई